नमस्कार। टुडे टॉप में अपने संपूर्ण वोटे की स्वागत है। हम जानने आए हम सब कार्यक्रम में अन्य क्षेत्र के बातचीत नहीं करब। आए हम सब अपने क्षेत्र के बातचीत करब। पत्रकारिता संबंध के बारे में अखन प्रेस स्वतंत्रता की अवस्था चुनौती अखन जे बहुत रास है न जे पत्रकार पर टीका टिप्पणी बहुत चुनौती भोगला के बावजूद भी अखन जे पत्रकार सब टिकल छे तो बहुत रास है जे छे से मीडिया सब जे कहीं तो बंद करे के अवस्था चल आयल छे। तो नेपाल पत्रकार महासंघ में जे एखन केंद्र में एक महिला निर्वाचित भेल छलखिन एक साल पहले अब एक साल लागो जा रहल छे। तो अखन तक हुनकर समीक्षा केहन छन एक साल में की केहन जे छे से अनुभव केलखिन तो पहले हुनका हम सब स्वागत करबन हमरा सबके अतिथि के रूप में रहल अछि जे नेपाल पत्रकार महासंघ के केंद्रीय अध्यक्ष निर्मला शर्मा जी उनका संगे हम सब विशेष बातचीत करे के प्रयास करब। यहाँलाई स्वागत छ। धन्यवाद धेरै धेरै तानिमते। यहाँले कसरी मूल्याङ्कन गर्नुभयो एक सालको जुन अब हुन लागेको छ हुन लाग्यो मेरो हजुर कसरी मूल्याङ्कन गर्नुभयो पत्रकारिता चाहिँ कहाँतिर चाहिँ उन्नत भइरहेको छ। नेपाल पत्रकार महासंघको अध्यक्ष भनेका मक्सिर 28 गते चाहिँ निर्वाचन भएको छ। उस 9 गते चाहिँ हामीले सब हाम्रो पद बहाल गरेको अनि चाहिँ 1 वर्ष उयो हाम्रो निर्वाचन भएको बन्द हुन्छ किनकि यति बेला सबै चाहिँ त्यति बेला चुनावमै हो यसको अझै 2 दिन मात्रै बाइक निर्वाचनकै भएर हुन्छ 1 वर्ष पुग्यो। हजुर अब 1 वर्ष म पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष बन्छु भनेर करिब 6 महिना जति त म अब त्यो अध्यक्ष बन्नका लागि नाइ त्यो भनेको चाहिँ म पत्रकार महासंघमा बसेर यो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन नदिने श्रमजीवी पत्रकारको श्रमको मूल्याङ्कन गर्ने अनि जति पनि मिडिया छन् त्यसलाई चाहिँ सस्टेन गराउनका लागि पत्रकार महासंघले केही पहल गर्न सक्छ। त्यसै गरी देशैभरि काम गर्ने पत्रकारहरूको लागि यही पेसामा चाहिँ जब चाहिँ सिक्योर गर्न सकिन्छ त्यसका लागि लाग्छु भनेर चाहिँ म लागे होला हैन मेरा उद्देश्यहरू थिए। त्यसै गरी अहिले पत्रकार महासंघमा सदस्यहरू धेरै हुनुहुन्छ तर पनि पत्रकार महासंघ भनेको धेरै पत्रकारहरू सदस्यता नभएको बाहिर पनि हुनुहुन्छ के चाहिँ पत्रकारै नभएको पनि हुनुहुन्छ। कम्तीमा पत्रकार महासंघ चाहिँ पत्रकारको मात्रै छात्र सङ्गठन बनाउनका लागि कोसिस गर्छु। त्यसै गरी केन्द्र मात्रै होइन जिल्ला र प्रदेश संरचना पनि पत्रकार महासंघ भनेको जहिले पनि सङ्गठनहरू कुनै पनि नेतृत्व भनेको एकल सफल हुने होइन। किन भन्दा पत्रकार महासंघका 124-25 वटा जति शाखा छन् कि जिल्ला मात्रै हुँदैन नभए प्रतिष्ठान शाखा पनि हुन्छ जस्तै कान्तिपुर भयो अरू टेलिभिजनहरू जहाँ चाहिँ 15 जना भन्दा बढी पत्रकार हुन्छ त्यहाँ चाहिँ शाखा खोल्ने भएको भएर त्यही धेरै शाखाहरू पनि छ। त्यसै गरी 10 वटा प्रदेश छ पत्रकार महासंघको अन्त चाहिँ देशको सङ्घीय संरचना चाहिँ 7 वटा भए पनि हाम्रो 10 वटा हाम्रो प्रदेश छ भनेको हामी त्यसरी भूगोलबाट छुट्याएको छ भन्दा एक्लै सफल हुने होइन सबै शाखा र सबै प्रदेशलाई पनि अलि बढी चाहिँ क्यापेसिटी बढाउन पर्छ। के भनेको पत्रकार महासंघमा आउनु भनेको चाहिँ के हो त भन्ने कुरा र पत्रकार महासंघ चलाउनु र त्यो महासंघले प्रदेशलाई हेर्ने जिल्लालाई हेर्ने र जिल्ला र प्रदेशले गर्न नसकेको काम मात्रै केन्द्रमा पठाउने भनेको केन्द्रले नीति निर्णायक तहमा भनेको नीति बनाउनका लागि प्रेसर पर्छ। किनभने हाम्रो संविधान छ संविधानपछि यो प्रेस कानुनहरू भयो ती कानुन अनुसार चाहिँ प्रदेशका संरचनागत कानुन बन्नु पर्यो। जिल्ला अहिले पनि हामीसँग स्थानीय सरकार पनि छ होइन स्थानीय सरकारले पनि काहीँ कतै त्यस्तो खालको नीति बनाएर मिडियामाथि पनि त अङ्कुश लाउने काम गरेछ होला नि त गरिरहेछ भने त्यसको लागि पनि लड्ने जिल्ला शाखा हो यो लड्नुपर्छ भन्ने मेरा उद्देश्यहरू थिए अहिले पनि छन्। हजुर तर कस्तो हुँदो रहेछ भने हाम्रो संरचना चाहिँ एकदमै ठुलो हजुर हामीले उहाँहरूको क्यापासिटी कस्तो भने जो नेतृत्वमा आउनुहुन्छ उहाँहरूले के कुरा हो भने पत्रकार महासंघको केन्द्र प्रदेश जिल्लामा आउनुको उद्देश्य चाहिँ स्पष्ट हुनुपर्छ नभए चाहिँ म पत्रकारिता पनि गरिरहेको थिएँ तर मैले थप समय यहाँ दिन्छु भनेर किन आएको भन्दा चाहिँ मैले सिकेको अनुभवहरूले मैले केही योगदान गर्न सक्छु भनेर आएको हो नि त। त्यस कारणले सबैले नै सामूहिक नेतृत्व लिनुपर्छ र सामूहिक रूपमा चाहिँ हामी सबैले काम गर्ने मात्रै सफल हुने रहेछ। तर अब यो बिचमा चाहिँ हुन त तपाईँ जसरी सोच्नु भएको छ होइन एकदमै जुन नेतृत्व गर्ने मान्छे अनि एउटा उहाँको छुट्टै नडान छ हजुर तर एक साल अब भन्दा हुन्छ तर यो एक सालमा जसरी यहाँले जति सोचेको हुनुभएको थियो
तर अहिले पनि सोचिरहेको सोचिरहेको छु नि 2 वर्ष बाँकी छ जसरी चुनौती अथवा त्यो भइरहेछ। अब कस्तो भयो भने एउटा चाहिँ बिस्तारै त गरिरहेछौँ। म चाहिँ के भन्छु भन्दा पहिला त हामीले हाम्रै सङ्गठनहरू भनेको हाम्रा शाखा प्रदेशको क्यापासिटी चाहिँ बढाउनु पर्यो भनेको मैले त्यो भनिरहेको छु। तर कतिपय प्रदेशमा पुग्न पाएँ होला, कतिपय जिल्लामा यो यहाँ चाहिँ म दोस्रोचोटि आइरहेको छु यो वर्ष भनेको 1 वर्षमा होइन। भनेको गएको निर्वाचन जितेपछि आएको थियो भने अहिले आएँ म। पुसमा थियो उमा सिंहको पुरस्कार स्थापना दिवस उहाँको वार्षिक तिथिमा आएको थिएँ म। त्यसपछि 1 वर्ष हुन लागेछ। त्यसै कतिपय जिल्लामा म गएको छु। तर पनि मैले जति सङ्गठन जिल्लाले प्रदेशले र केन्द्र आफैले पनि मैले सोचेको जस्तो काम चाहिँ गर्न सकेको छैन भन्ने फिल हुन्छ। त्यो कारण के भन्दा चाहिँ एउटा त मिडियामाथि चाहिँ आफै सङ्कट परेछ। हजुर अनि अर्को चाहिँ मिडियामा जवाफदेहिताको एकदमै धेरै जवाफदेहितामाथि प्रश्न उठाइएको छ। हजुर र सामाजिक प्लेटफर्महरूले चाहिँ यो मिसइन्फर्मेसन डिसइन्फर्मेसन फैलाएका कारणले धेरै मान्छेले चाहिँ सूचनाहरू सामाजिक सञ्जालबाट लिने गरेको छ, जहाँ चाहिँ भ्रम पनि छन् मिथ्या पनि छन् होइन। त्योबाट प्रभावित छ नागरिकहरू। तर त्यसलाई चिर्न सकेको छैन मिडियाले। र धेरै मान्छेले चाहिँ सोसल प्लेटफर्महरू हेर्न थाले। अनि अब मिडियाको के भन्दा टेलिभिजन पत्रिका अनलाइन रेडियो चाहिँ जति धेरै पाठकसम्म पुग्यो, जति धेरै पाठकले विश्वास गरे त्यति नै त्यसमा आर्थिक रूपमा पनि सबल हुने हो। हजुर पत्रकारको रोजगारी पनि त्यसैमा हुने हो। त्यो समस्या चाहिँ एउटा आर्थिक रूपमा चाहिँ मिडिया चाहिँ एकदम खस्किलो अवस्थामा छन्। टिकाउन गाह्रो छ मिडिया, जसका कारणले पत्रकारले रोजगारी गुमाएका छन्। हजुर त्यस्तो समस्या छ। अहिले तपाईँमाथि सबैभन्दा बढी विश्वास गरेको होला किनकि महिला भनेको एउटा अर्कै छुट्टै शक्ति छ, हचमका को रूपमा पुजिन्छ र महिलालाई मान्छे स्वच्छ तरिकाले यो काम गर्न सकिन्छ भनेर विश्वास गरेर यत्रो ठुलो मतले तपाईँ चाहिँ विजय हुनुभयो। तर जुन धेरै गुनासो छ जुन हिसाबले एउटा केन्द्रीय अध्यक्षको त्यो एउटा भूमिका हुनु पर्यो हो त्यो चाहिँ निर्वाह गर्न सकिरहेको छैन। अहिले चाहिँ हेर्दाखेरि यो पत्रकार विभिन्न ठाउँमा चाहिँ कुट्ने घटना मरिसकेको घटना छन्, तर त्योमा चाहिँ आवाज एउटा उठ्नु पर्यो कहाँ भइरहेछन् यो सम्बन्धी अब जिल्लाले त्यो जिल्लाकै मान्छे गरिरहेको छ कि छैन, प्रदेशले त्यो गरिरहेको छैन कि केन्द्रले नै हरेक कुरा गर्नु पर्यो, के भन्न चाहनुहुन्छ यसका तपाईँ? केन्द्रले सबै कुरा गर्ने नि होइन नि। कस्तो भने अब जिल्ला शाखा छ भने त्यो जिल्लामा पत्रकारलाई परेको समस्या तपाईँ जिल्ला थाहा हुन्छन्। मैले त देशैभरिको थाहा पाउनलाई त हामीलाई तत्काल त्यसको बारेमा रेस्पोन्स गर्नु त टाइम लाग्छ नि त, हामीलाई थाहा हुँदैन होइन। त्यस कारणले पहिलो थाहा पाउने भनेकै जिल्ला शाखा हो। हजुर जिल्ला शाखामा चाहिँ पत्रकारमा के भएका कतिपय अभिव्यक्ति स्वतन्त्रता मिडियामा प्रस्फुटन गर्ने क्रममा चाहिँ पत्रकारमाथि कुटाइ पनि भएको छ। पत्रकारमाथि ह्यारेसमेन्ट पनि भएको छ। पत्रकारका क्यामेराहरू थुत्तिएका छन् अथवा लेखिकै कारण पत्रकारलाई थ्रेट पनि आएको छ भने पहिलो चाहिँ रेस्पोन्स चाहिँ जिल्लाले गर्छ। अनि जिल्लामा गरिसकेपछि हामी केन्द्रले पनि गर्छौँ। तर त्यहाँ कसरी विज्ञप्ति निकालेर मात्र होइन कि। हजुर विज्ञप्ति निकालेर मात्र पनि हुँदैन। त्यो प्रवृत्ति अहिले पनि हाजिर छ नि, विज्ञप्ति निकालेर मात्रै भइसक्यो सम्भव। अब पहिला भए विज्ञप्ति निकालेर पनि हुन्थ्यो, अब त्यो अवस्था पनि रहेन। अब चाहिँ कस्तो भने दुईटै जिम्मेवार हुन पर्यो, पत्रकार पनि जिम्मेवार हुन पर्यो र पाठक जो हुन्छ नि एकदम पाठक पनि जिम्मेवार हुन पर्यो। पत्रकारितामा आएका कन्टेन्टमाथि चित्त बुझेन भने पत्रकारलाई कुट्ने, पत्रकारलाई थर्काउने, मिडियामाथि आक्रमण गर्ने होइन। उसले रेस्पोन्स चाहिँ कहाँ गर्नु पर्यो भने तिमीले लेखेको कन्टेन्ट चाहिँ यो तथ्य छैन, मैले चित्त बुझेन, कतिपय भेरिफाई भएन भने चाहिँ त्यो सम्बन्धित मिडियामा चाहिँ उसले पठाउने हो। त्यसपछि उसले यदि सत्य तथ्य के हो त्यसलाई चाहिँ खोजेर पुनः त्यसलाई क्षमा याचना सहित छाप्ने हो होइन। भनेको हामी कहाँ के छ भने चित्त बुझेन। एउटा पत्रकारले पनि एकदमै जवाबदेही हुनलाई जरुरी छ। हामी सोसियल मिडियामा धेरै ठुलो कन्टेन्ट आयो भने हामी हतार गरेर मिडियामा राख्नु हुँदैन, त्यसलाई भेरिफाई गर्नु पर्यो होइन। सत्य जनताको सही सूचना मात्रै सम्प्रेषण गर्नु हामीले गलत सूचना हो कि भन्ने आफूलाई डाउट हुँदा कहिले पनि प्रसारण गर्नु हुँदैन त्यो। त्यस कारणले हामी पनि जिम्मेवार हुन जरुरी छ कि। हाम्रो के छ भने अहिले हामी पत्रकार चाहिँ पहिला मिडिया हो नि हाम्रो, तर हामी पहिला सोसियल मिडियामा लेख्छौँ क्या। सोसियल प्लेटफर्ममा चाहिँ सूचना पायो भने त्यहाँ लेख्छौँ, त्यहाँ त हामीले त्यसलाई त भेरिफाई गर्नु पर्छ। त्यस कारणले हामी दुईटै जिम्मेवार छौँ। र तैपनि पत्रकारले लेखेका कन्टेन्टमाथि चित्त बुझेन भने पाठकहरूले पहिलो रेस्पोन्स भनेको सम्बन्धित मिडियामा गर्ने हो, चित्त बुझेन भने प्रेस काउन्सिलमा जाने हो,
त्यहाँ पनि चित्त बुझेन भने अदालत जारी बाटो जहिले पनि खुला छ। तर हामी कहाँ भौतिक आक्रमण चाहिँ बढी भएको छ। अब त्यसलाई चाहिँ कम कसरी गर्ने त भन्दा अब कसो भने अहिले हामी यो मिडिया साक्षरता पनि चाहिन्छ कि मिडिया भनेको के हो अहिले हामी कहाँ जति पनि हाम्रो उपभोक्ताहरू हुनुहुन्छ रिडरहरू हुनुहुन्छ उहाँहरूले सोसियल मिडियामा अहिले त कतिपय कन्टेन्ट क्रिएटरहरू जान्छ धेरैजना पत्रकारै हुन्न पर्न कि अब आफ्नो कन्टेन्ट राम्रो भनिदियो भने चाहिँ अब अहिले त मोनिटाइज हुन्छ त्यो भएको कारणले पनि समस्या चाहिँ छ। तर यसलाई चिर्न है पत्रकार महासङ्घले चाहिँ काम गर्नुपर्ने छ। अब अहिले यति बेला चाहिँ मोनिटाइज भएको थिएन। हजुर त्यस्तो एकदमै बिडम्न यो डिजिटली चाहिँ मिडिया तीव्र विस्तारमा चाहिँ एकदमै सूचना प्रवाहको लागि त एकदम सजिलो हेर्नको लागि त इजी छ। तर त्यसले गर्दा धेरै इफेक्ट पनि पारेको छ पत्रकारहरूमाथि। अब यो फेसबुक मोनिटाइज भइसकेको छ यसमा त अरू धेरै नै चाहिँ यो जुन यो भइरहेछ पत्रकार छु भनेर आफू एउटा त्यतिकै पेज बनाउने अनि गलत अफवाह पनि पठाउनको कारणले गर्दा यो हाम्रो मिडिया क्षेत्रमा चाहिँ जुन कुटाइ नखानुपर्ने त्यो पत्रकार खाइहाल्नुहुन्छ। तर यसलाई कसरी तपाईँहरू अब न्यूनीकरण गर्ने कसरी यसलाई समाप्त गर्ने कस्ता चाहिँ अब यो यति अहिले चाहिँ धेरै भइसकेको छ अवस्था एकदमै खराब भइसक्यो पत्रकारितामाथि मान्छेको विश्वास नै उठिसकेका छ। किनकि हरेक ठाउँमा पत्रकारलाई गाली गलौज गर्ने सम्मान नै दिने चाहिरहेको छैन किनकि चौथो अङ्ग मानेको छ। तर अब यसलाई कसरी तपाईँहरू चाहिँ अब कम गर्न सक्नु? अब आज यहाँ पनि आउने एउटा सन्दर्भ चाहिँ यो पत्रकार महासङ्घले चाहिँ यो जवाबदेही पत्रकारिता एउटा कसरी जवाबदेही हुने होइन अर्को चाहिँ सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने त पत्रकार हो होइन उसले मिडिया पनि जवाबदेही रूपमा चाहिँ मिडियामा प्रस्तुत हुन पर्यो। त्यो सँगसँगै ऊ एउटा व्यक्ति हो होइन इन्डिभिजुअल हो उसले सामाजिक सञ्जाल कसरी प्रयोग गर्ने भन्ने बारेमा चाहिँ हामीले अस्ति केन्द्रमा हाम्रो केन्द्रीय समितिका साथीहरू जो काठमाडौँ उपलब्ध हुन्छ पहिला त मसँग चिन्नु पर्यो होइन मैले अनि अरूलाई भन्नु पर्यो नि त अनि हामीले तालिम लियौँ होइन। अब अहिले चाहिँ हामी प्रदेश पदाधिकारी र केही हामीले समावेशी बनाउनको लागि अहिले मार्जिनलाइज व्यक्तिहरू जो महिला हुनुहुन्छ पछाडि पारिएको वर्गको व्यक्तिलाई पनि त्यहाँ समावेश गराउने। अब हामी यो धनुषामा धागो तालिम भएको हुनाले धनुषा जिल्लाको पदाधिकारी र त्यसलाई समावेशी बनाउनका लागि अरू पनि हाम्रो भनेर हामी 30 जनाको यो हाम्रो पहिला चाहिँ सङ्गठनभित्र चाहिँ तालिम दिनु पर्यो। त्यसपछि सङ्गठनको व्यक्तिले त्यहाँ तालिम लिइसकेपछि त्यो जिल्लामा पनि उहाँहरू दिनु पर्यो भन्ने हिसाबले हामीले 1 दिनको टर्म पनि हामीले यहीँ आज धनुषामा गर्दैछौँ होइन। त्यो चाहिँ त्यसपछि त्यो शाखाको व्यक्तिले गर्ने भनेर होइन त्यो ठुलो समस्या छ अहिले। अझ निर्वाचनको बेला छ होइन अब निर्वाचन आउँदैछ नि त निर्वाचनमा पत्रकारले चाहिँ सोसियल मिडिया मार्फत आफ्नो मत जाहेर गर्न हुने कि नहुने त होइन भन्छ म फलानु पार्टी ठिक फलानु व्यक्ति ठिक भन्न हुने कि नहुने त। अनि त्यो भनिसकेपछि तपाईँको यो टिभी टुडेमा इन्टरभ्यूमा तपाईँले कुनै व्यक्तिलाई बोलाउनु भयो भने तपाईँलाई कसरी हेर्छ उसले भन्दा तपाईँ टिभी टुडे मात्रै हेर्दैन तपाईँको सोसियल मिडिया पनि हेर्छ उसले। त्यसपछि तपाईँले लेखेको सोसियल मिडियाको कारणले टिभी टुडेमाथि आक्रमण हुन सक्छ। त्यस कारणले हामीले के हुनु पर्यो भने म यति नेपाल त सानो देश छ अनि मिडियामा काम गर्ने मान्छेको सोसियल मिडिया पनि धेरै मान्छेले हेरेर हुन्छ त्यसले गर्दा हामी रेस्पोन्सिबल हुन पर्यो। यदि म मिडियामा काम गर्छु भने मेरो पहिलो चाहिँ कन्टेन्ट हो भनेको समाचार चाहिँ जवाबदेही बनाउने हो। यदि त्यो समाचार जवाबदेही बनाएर प्रसारण भएको छ भने मात्रै तपाईँले सोसियल मिडिया मार्फत त्यसलाई चाहिँ पहिला चाहिँ टिभी टुडेकै सोसियल मिडियामा होइन त्यसपछि बल्ल आफ्नोमा हामी चाहिँ पहिला आफ्नो विचार चाहिँ आफ्नो सोसियल मिडियामा राखेर यहाँ चाहिँ मैले व्यवसायिक पत्रकारिता गर्छु भन्न मिल्दैन। त्यस कारणले हामीले यो ठुलो समस्याका कारणले यदि हामी पत्रकार जिम्मेवार भयौँ भने चाहिँ के हुन्छ भने समाजका हरेक व्यक्ति जिम्मेवार हुन जरुरी छ। गलत सूचना चाहिँ कसैले पनि फैलाउनु हुँदैन। पोसिबल लागिरहेछ तपाईँले त्यस्तो हुन सक्छ त्यो हुनुपर्छ कसरी हुनुपर्छ का भइसकेको छ त्यसले कसरी कम गर्नु होइन व्यक्तिले मत नै जाहेर गर्न सक्छ होइन। ठुलो मिडिया छ सबै चाहिँ अहिले बन्द भइरहेको छ आफ्नो मन हिसाबले चाहिँ जति पत्रकार छ त्यस्तो तरिकाले चाहिँ अनलाइन त्यति भइसकेको छ। हजुर हो एक हात एउटा मात्रै छुटेको होला कसरी गर्न सक्नुहुन्छ तपाईँ होइन। सब यो कस्तो भन्दा यो हरेक व्यक्तिले मैले भनिहालेँ नि यो हामीसँग 10,000 करिब 9,500 हाम्रो मेम्बर छौँ हाम्रो शाखा भयो प्रदेश मार्फत र हामीसँग सम्बद्ध नभएका पनि मिडिया पत्रकार हुनुहुन्छ र मिडिया कर्मी हुनुहुन्छ त्यसको लगानीकर्ता पनि हुनुहुन्छ। यदि हामीले यो हामीमाथि आएको च्यालेन्जलाई चाहिँ हामीले कम गरिन भने नेपालमा मिडियाको व्यवसाय विकास हुँदैन।
किनभने हरेक मान्छे चाहिँ के हुने भयो भने झुटा कुराले त्यसले के गर्छ लोकतन्त्रलाई पनि खतरा बनाउँछ। राम्रो मान्छे पनि निर्वाचित हुँदैन, त्यसले विकास पनि गर्न सक्दैन। अनि जहाँ चाहिँ निर्वाचित सरकार हुँदैन, जहाँ लोकतन्त्र हुँदैन, जहाँ संविधान बलियो हुँदैन, त्यहाँ चाहिँ मिडिया पनि हुँदैन। हामीले बुझ्ने कुरा के हो भने अहिले नेपालमा संविधान भर्खरै भन्यो यो अन्तरिम सरकार बनाएछ, जेनजी विद्रोहबाट आएको एउटा अन्तरिम सरकार बनाएछ। त्यसले संविधानभन्दा अलिकति लिगभन्दा बाहिर गएर त त्यो सरकार त बनाएछ नि। संविधानलाई ट्र्याकमा ल्याउने हो भने चाहिँ समयमा निर्वाचन गर्नु पर्यो। समयमा निर्वाचन गर्नको लागि मिडियाले पनि भूमिका के खेल्नु पर्यो भने लोकतन्त्रमा चाहिँ आवधिक निर्वाचन चाहिँ एकदम महत्त्वपूर्ण कुरा हो र निर्वाचनमा चाहिँ हामीले जहिले पनि सत्य कुरा चाहिँ बाहिर ल्याउनु पर्यो। अनि हामी एक्टिभ भएनौँ भने सोसल मिडिया, सोसल प्लेटफर्म, मिडिया नबोल, प्लेटफर्म चलाउने मान्छेले भ्रम फैलाउँछन् अनि त्यसका आधारमा जनमत निर्माण हुन्छ। त्यस्तै जनमतबाट चाहिँ सही मान्छे चाहिँ नेतृत्वमा आउँदैन। अनि त्यसले देशलाई जहिले पनि के हुन्छ भने धाराशाही बनाएको हुन्छ, अस्थिरता हुन्छ अनि अब देश हाम्रो हो कि कसको भन्ने अवस्थामा आउन सक्छ। त्यस कारणले मिडिया चाहिँ एकदम देश जिम्मेवार हुनुहुन्छ। अहिले हरेक मान्छे अब सामाजिक सञ्जालमा चाहिँ जोडेका छन् र मान्छे अहिले चाहिँ कार्ड बनाएर ठुल्याएर चाहिँ घुमिरहेको हुन्छ म पत्रकार छु भनेर। अनि पत्रकारहरू जुन काम गरिरहेछ जुन क्षेत्रमा चिन्दैन, त्यसलाई कसैले चिन्दैन। तर यस्तो कसरी अब अस्ति चाहिँ सरी विजय प्रेस काउन्सिल, म पत्रकार महासङ्घको अध्यक्ष हिसाबले प्रेस काउन्सिलको नि म मेम्बर हुन्छु होइन, खास पदीय सदस्यको रूपमा। प्रेस काउन्सिलले पनि अहिले चाहिँ यो पत्रकार आचार संहितालाई चाहिँ एकदमै माइन्युटली मोनिटरिङ गरेको छ होइन। पत्रकार जिम्मेवार हुनुपर्छ। पत्रकार अरू व्यक्ति र ममा फरक छ हुनु पर्यो। हामीले पत्रकार आचार संहिता बनाएको छौँ, पत्रकारले के गर्नुहुन्छ के गर्नु हुँदैन। त्यो सँगसँगै अब सोसल प्लेटफर्म त हामीले आचार संहिता बनाउँदा थिएन। अब सोसल प्लेटफर्महरू पनि कसरी प्रयोग गर्ने त पत्रकारले भन्छ। किन भन्दा जुन पेसामा हुँदासम्म चाहिँ हामी त्यो पेसालाई चाहिँ हामी न्याय गर्नुपर्छ। मलाई यो पेसामा रहँदासम्म मैले अन्याय गर्न चाहिँ मिल्दैन। मैले पत्रकार भएर पत्रकारिताको नर्म्स पालना गरेन भने चाहिँ मैले जुन ठाउँमा राजनीति गर्ने त्यही ठाउँमा चाहिँ राम्रो शुद्धिकरण गर्नु पर्यो होइन, सुदृढीकरण हुन पर्यो भने हाम्रो मिडिया पनि अरूलाई मात्रै औलो ठहराएर मिल्छ त, आफू पनि चाहिँ सुध्रिनुपर्छ कुरा। मैले एउटा यहाँसँग एकदमै यो प्रश्न अलिकता हजुर छुट्टै हुन सक्छ, तर यो प्रश्न मेरो होला, अन्यको पनि प्रश्न छ। यो पत्रकार महासङ्घको एउटा तपाईँ केन्द्रीय अध्यक्ष हुनुहुन्छ हजुर, र पत्रकार महासङ्घ अध्यक्षलाई के कस्ता चाहिँ आचरण संहिता चाहिँ पालन गर्नुपर्छ? म त पत्रकार महासङ्घमा निर्वाचित भएर आइसकेको छु। मैले गर्नुपर्ने आचार संहिता मैले आफूले बनाएको छु। एउटा त मैले अभिव्यक्ति स्वतन्त्रतामाथि कहिले पनि कम्प्रोमाइज गर्नु भएन। अभिव्यक्ति स्वतन्त्रलाई बन्धक राख्ने कुनै पनि नीति बन्न दिन भएन। त्यसै गरी सम्झे पत्रकारको मुद्दाका लागि मैले लड्नु परे। सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा लैजानुपर्छ भनेर हामीले त्यो अभियान पनि सुरु गरेका छौँ। भर्खरै सरकारले पनि सरकारी सञ्चार माध्यममा काम गर्ने पत्रकारहरूलाई पहिला हामी श्रमजीवी पत्रकार ऐन अन्तर्गतै हुनुपर्छ भनेको थियौँ भने अहिले सामाजिक सुरक्षा कोषमा पत्रकारलाई आबद्धता गरायो भने उहाँहरूको जब सेक्युरिटी हुन्छ भनेर चाहिँ अहिले भर्खरै सरकारले पनि सरकारी सञ्चार माध्यमबाट सुरु गरेको छ। भने अभियान भर्खरै सुरुवात गरेको छ भने प्राइभेट मिडियाले पनि आफ्नो पत्रकारलाई चाहिँ सुरक्षित बनाउनु पर्यो जबमा। र म यो पेसामा रहिन्जेल चाहिँ मैले अन्तबाट आश गर्नु भएन कि म यही नै छु भने म यहाँबाट मलाई रोजीरोटी सबै पुग्न पर्यो, त्यसपछि मात्रै अनि मैले यहाँ राम्रो काम गर्न सक्छु कि। बरु राम्रो थोरैजना राखौँ तर क्वालिटी कन्टेन्ट दिउँ, तर पत्रकार त्यही बाँचोस् कि, त्यो एउटा हामीले गर्नुपर्छ भनेको छौँ। अर्को चाहिँ पत्रकारिता जहिले पनि सत्य तथ्य हुनपर्छ अनि बाहेस हुँदैन, एकुरेट हुनपर्छ होइन। अनि त्यो जहिले पनि क्रेडिबिलिटी, तपाईँले बनाएको कन्टेन्ट कहिले पनि अरूले प्रश्न नउठाओस् क्या, काहीँ कतै यसले बाहेस गर्यो कि भन्ने प्रश्न नउठाओस् होइन। हुनसक्छ कहिलेकाहीँ अन्यायको सपोर्ट गर्दाखेरि कहिलेकाहीँ त्यो जो व्यक्तिलाई अन्याय गरेछ त्यो मान्छे सन्तुष्ट नहुन सक्छ, तर तपाईँ तथ्यका आधारमा तपाईँले ल्याउनु भएको छ भने त्यहाँ प्रश्न उठाउने ठाउँ हुँदैन। त्यस कारणले पत्रकार चाहिँ अहिले हामी सङ्ख्या मात्रै बनाउने होइन कि, क्वालिटी पत्रकार चाहिँ हामीले सदस्य दिनु पर्यो।
पत्रकार महासङ्घमा शुद्धिकरण हुन पर्यो। के यस्तो तपाईँ हेरिराख्नु भएको छ सबै जिल्ला? अब म त्यही भन्छु त, अब सबै मैले अब अध्यक्ष तपाईँ हुनुहुन्छ, त्यही हिसाबले तपाईँ भनिराख्नु भएको छ कि वास्तवमा त्यही दायित्व त जिल्लावालाहरूलाई पनि भन्नु। सबैलाई मैले भन्दैछु, सबै इन्डिभिजुअल पत्रकारलाई अनि हरेक शाखालाई, हरेक प्रदेशलाई, मेरो केन्द्रीय समितिमा पनि 52 जना छ भने उहाँहरूलाई पनि जिम्मेवार बनाउनु जरुरी छ कि। अनि हामी आफू नसुध्रिने अरूलाई प्रश्न गर्न त मिल्दैन, आफू सुध्रिन पर्यो पहिला चाहिँ। यो जुन हिसाबले अहिले हजुर सङ्गठनको कुराहरू आइरहेको छ जुन कि पत्रकारलाई डाइरेक्टै अहिले सोसल सामाजिक सञ्जालमा हामी आफै चुनौती अन्य पनि भोगिरहेका छन् सञ्चारकर्मीहरू साथीहरू। तर दलाल भन्ने शब्द नै भइसकेको, बिकाउ भन्छन्, 500 मा बिकिरहेको छ। यो कारण किन? अब त्यो चाहिँ कहाँ आएको होला? अनि सङ्गठनबाट पत्रकार जुड्न सकिन्छ कि सकिँदैन? झोले भन्छन्, जुन सङ्गठनमा लागेको छ त्यसले झोले नै भन्छ। के छ यसमा? तपाईँ त विज्ञ हुनुहुन्छ, किनकि 30 सालको तपाईँ त पत्रकारिता क्षेत्र र अहिले चाहिँ केन्द्रमा पुग्नु भएको त छैन। कसरी हुन्छ? अब एउटा चाहिँ अब कतिपय सङ्गठनहरू जो चाहिँ वैचारिक रूपमा कुनै दलसँग नजिक हुन् भनेरै स्थापना भएका छन् होइन। अनि भन्दाखेरि चाहिँ कुनै दलसँग नजिक भएको सङ्गठन भनेर त ती भएको छन्, तिनले आफ्नो पत्रकारिता सँगसँगै त्यो वैचारिक धार चाहिँ बोकेका हुन्छन् होला होइन। तर त्यो पनि सकेसम्म चाहिँ आफ्नो मिडियामा र आफ्नो सोसल कन्टेन्टमा चाहिँ देखिन हुँदैन होइन। किनभने त्यो कहिलेकाहीँ चाहिँ वैचारिक रूपमा कसैको धार बोकेका छन् तर मिडियामा चाहिँ पत्रकारकै लागि काम गरेका छन् भने चाहिँ त्यो छन् होला। तर पत्रकार महासङ्घमा र मिडियामा भइसकेपछि त्यो गर्न चाहिँ मिल्दैन है। पत्रकार महासङ्घको सदस्य हुन्छ, पत्रकार कुनै मिडियामा काम गर्छ भने उसको एकदम विशुद्ध व्यवसायिक पत्रकारिता हुन पर्यो। यदि म व्यवसायिक पत्रकारिता गर्न सक्दिनँ, यो पेसामा मैले न्याय गर्न सक्दिनँ भने त्यो पेसा छोड्नुपर्छ। जुन पेसामा चाहिँ आफूलाई आनन्द लाग्छ त्यो पेसा काम गर्नुपर्छ। तर दुई तिनतिर चाहिँ हात हाल्नु चाहिँ हुँदैन। पत्रकारिता भने चाहिँ पत्रकारितै गर्नु पर्यो। पत्रकारिताको कोड अफ एथिक्स पालन गर्नु पर्यो। त्यो भनेको चाहिँ के भन्दा चाहिँ पत्रकारले सही सत्य सूचना चाहिँ नागरिकको सही सूचनाको सम्प्रेषण गर्नुपर्छ। पत्रकारले भने त्यही काम गर्नु पर्यो अनि बल्ल पत्रकारिताको विकास हुन्छ कि। हामी कहाँ चाहिँ किन विकास भएन भन्दा चाहिँ मिडियामाथि क्रेडिबिलिटी घट्दै गयो अनि मिडियामा लगानी छैन। अहिले हेर्नुभयो भने मिडियामा लगानी छैन। के भयो त भन्दा सोसल प्लेटफर्मले गर्दा चाहिँ हरेक व्यक्ति चाहिँ पत्रकार भइदियो क्या होला। तर हरेक व्यक्ति पत्रकार होइन। उसले त उसले त उसको इन्डिभिजुअल राइट्स मात्रै प्रयोग गरे उसले त्यहाँ। तर हामी अरू नागरिक जस्तै इन्डिभिजुअल राइट्स मात्रै होइन, सही सूचना हुन पर्यो। सही सूचना हुन पर्यो। पत्रकार भनेको के त नभए त जो पनि पत्रकार नै होइन अहिले। हजुर, जो पनि मोबाइल सबैसँग छ, सबै पत्रकार नै। 1.5 लाख पर्ने 2 लाख पर्ने मोबाइल बोकेको छ। हामीसँग त्यति पर्ने क्यामेरा हुँदैन होइन। उनीहरूले सबै पुरा स्थलगत रूपमा चाहिँ उसले लाइभ गर्छ। तर हामी के गर्छौँ त्यो लाइभमा चाहिँ हामी भेरिफाई भन्यो लाइभ त गर्छौँ भन्दा त्यहाँ हामीले त्यो हुनुपर्ने घटना चाहिँ के कारणले घट्यो भनेर हामी इन्भेस्टिगेसन गर्छौँ। तर उसले सूचना चाहिँ दिन्छ है। फेरि आम नागरिकले सूचना दिन्छ तर सबै सूचना पत्र समाचार हुन्छ होइन नि। सूचना त बल्कि यहाँ तपाईँ हामी बाहिर निस्किँदै हुन्छन् सूचना होइन। ती सबै समाचारमा केही न त समाचार बनाउनका त्यो 20 मापदण्ड छन् होइन। त्यो किन भयो, त्यो सूचना कसरी आयो, तथ्य के हो, यसले कतिजनालाई असर पार्छ भन्ने कुरा हुन पर्यो नि त। अनि त्यो समाचार हरेक सूचना चाहिँ मेरो लागि आवश्यक नहुन सक्छ होइन। आवश्यक कुरा मात्रै हामीले जनताको लागि गर्ने त। हाम्रो पत्रकारिता भनेको नागरिकको सूचनाको लागि हो। नागरिकलाई हरेक सूचना आवश्यक नहुन पनि सक्छ होइन। त्यसले गर्दा पत्रकार अरूमा फरक छ। तर अहिले यहाँ सोसल कन्टेन्ट क्रिएटरहरू युट्युबरहरूले के गरिदिनु भएको छ भने उहाँहरूले एकदम धेरै घर घरमा पसेर जुन कुरा मलाई थाहा नभए पनि हुने कुरा चाहिँ उहाँले ल्याइराख्नु भएको छ होइन। त्यसले गर्दा सामाजिक विखण्डन भएको छ होइन। कतिपय अवस्थामा घरमा जसको पनि झगडा पर्छ होला, त्यहाँ समय लाग्छ होला नि त उसलाई होइन। तर त्यो काहीँ उसले न्याय माग्न काहीँ गएको हुन पर्यो होइन। काहीँ उसले न्याय माग्नलाई गएको हुन पर्यो, काहीँ उजुरी गरे हुनु पर्यो। त्यसपछि उसले न्याय नपाए मात्रै हाम्रो लागि समाचार हो त होइन। त्यो जसरी केन्द्रमा कति दिनमा चाहिँ बैठक बसाउनु पर्यो, हामी जिल्लामा कसरी त्यो हुनु पर्यो, किनकि यो त तपाईँ सायद बनाउनु भएको छ। त्यो विधानले लेख्या जानमै विधा हेरबट गर्नु भएको छ। तर पनि यहाँसँग हामी चाहिँ बुझ्ने चाहिँ प्रयास गरे कति दिनमा बैठक बस्नुको। हाम्रो चाहिँ केन्द्रको 4 महिनामा, प्रदेशको 3 महिनामा मलाई त्यो कन्फरेन्स भएको छ। जिल्लामा 2 महिना होला। तपाईँ त हाम्रो विधानमै छ त विधानमै छ भनेको हामी 4-4 महिनामा चाहिँ बैठक बस्छौँ केन्द्रीय कमिटीको। हाम्रो ठुलो पनि छ केन्द्रीय कमिटी होइन। अब 52 जना चाहिँ धेरै हुन्छ नि त। अनि जिल्लामा हुन्छ 4 महिनाभित्र चाहिँ बसिसक्नुपर्छ
हाम्रो केन्द्रको अनि प्रदेशमा र जिल्लामा पनि विधानले तोक्या छ। विधान अनुसार यदि जिल्लाहरूले चाहिँ यो फोकस यदि गरिरहेको छैन भने अनि फेरि कसरी यहाँ भेरिफाई गर्नु? फेरि त्यो एउटा हुन्छ नि कि होइन, अब कार्यसमितिले के गर्नु पर्यो भने विधान हिंसाको मिटिङ डाक्नका लागि एउटा त अध्यक्ष र सचिव महासचिवले चाहिँ पहल गर्न पर्यो होइन। यदि उहाँले पहल गर्नु भएन भने चाहिँ केन्द्रीय समितिका शासकहरूले पनि त्यसका लागि झकझक्याउनु पर्यो। अनि केही कारणले हुन सकेको छैन भने त्यसको जानकारी पनि सदस्यहरूलाई दिनु पर्यो। कहिलेकाहीँ विभिन्न कारण जस्तै हाम्रो यो जेनजी विद्रोहपछि चाहिँ हाम्रो पनि अलिकति समय लाग्यो होइन, त्यस्तो हुनसक्छ। किनभने त्यो इन्भाइरोमेन्ट भौतिक रूपमा तर जिल्लामा त भौतिक रूपमा भेकेमा त्यस्तो समस्या हुँदैन होला, प्रदेश अलिकति गाह्रो होला होइन। अहिले पनि हेर्दाखेरि महिला पत्रकारहरूले सुरक्षाको अवसर चाहिँ नेतृत्वमा पनि असमानता अनुभव गरिरहेका छन् होइन। के छ यो तपाईँ केन्द्रमा लिने? हजुर, यो कस्तो भने निरन्तरको सङ्घर्ष हो यो। हुन त पत्रकारलाई विभेद चाहिँ महिला पुरुष सबैलाई छ, किनभने एउटा पत्रकारले सेम काम गर्छ, त्यही पुरुष बिच पनि पारिसन विभेद रहेछ। त्यसपछि अझ बढी महिलामाथि विभेद होला, किन भन्दा महिलाहरूले धेरै रियाक्ट गर्दैनन्। उनीहरू पत्रकारितामा आयो भने पनि कम पारिश्रमिक दिए पनि चित्त बुझाउँछन् भन्ने खालको एउटा लगानीकर्तामा त्यो खालको आवाज मैले रिसर्च गर्दा पहिला म संसारिका समूहको अध्यक्ष पनि थिएँ, महिला पत्रकारको समूह, त्यसको हामीले रिसर्च पनि गरेका थियौँ। हामीले स्याम्पल सर्वे र हामीले यसरी फोकस ग्रुप डिस्कसन र इन्डिभिजुअल फर्म भराउँदाखेरि के भन्नुभएको थियो भने अलिक थाहा हुँदैन अनि अप्ठ्यारो लाग्छ बार्गेनिङ कसो नै, हामी कहाँ त न्यूनतम पारिश्रमिक निर्धारण समिति देखो न्यूनतम तलब दिनुपर्छ, त्यो नै पालना भएको छैन। त्यस कारणले महिला पत्रकारहरू अलिकति बढी पछाडि भनेको पारिश्रमिकमा विभेद छ महिला पत्रकारका लागि। तर त्यसका लागि चाहिँ हामीले लडाइँ त लडिरहनुपर्छ र आवाज उठाउनुपर्छ र त्यसो पत्रकार महासंघले बोल्नुपर्छ र महिलाहरूले पनि भन्नु पर्यो। नियुक्ति पत्र नलिकन काम गर्नु भएन, कति पारिश्रमिक हो भन्ने कुरा नियुक्ति पत्र लिनु पर्यो। उसले भने पहिला 3 महिनासम्म त ऊ भोलिन्टियरली गर्छ होला, अथवा 6 महिनासम्म चाहिँ ऊ स्टिन्जर छ होला। यदि फुल टाइम छ भने उसले चाहिँ नियुक्ति पत्र पनि लिनु पर्यो। असुरक्षा पनि चाहिँ धेरै नै बढेका छ महिला पत्रकारहरूलाई। अब यो थ्रेड चाहिँ छ, किन छ भन्दा पहिला त हामी थ्रेड चाहिँ भौतिक रूपमा भोग्थ्यौँ, हामी सोसल प्लेटफर्म थिएन र अब अहिले त सोसल सामाजिक सञ्जालमा पनि मान्छे हरेक व्यक्तिलाई चाहिँ ह्यारासमेन्ट हुन्छ। अनि अर्को म्यासेन्जरमा व्हाट्सएप ग्रुपहरूमा, किनभने कसैको बारेमा तपाईलाई एकदमै तपाईँ राम्रो मिडियामा काम गर्नुभएको छ, प्रोएक्टिभली तपाईँलाई चाहिँ डिमोरलाइज गर्नु छ भने चाहिँ त्यो ग्रुपभित्र चाहिँ तपाईँको बारेमा चाहिँ लेखिदिने क्या, अनि त्यसलाई फैलाइदिने, त्यो पनि छ। अब त्यो चाहिँ डिजिटल ह्यारासमेन्ट हो त्यो होइन। डिजिटल्ली ह्यारासमेन्टको चाहिँ कानुनै छुट्टै छ, डिजिटल ह्यारासमेन्ट गर्न पाइँदैन। तर हामी कहाँ अहिले पनि कस्तो भने चेतना चाहिँ अलिकति एउटा त मिडियासँग त छ, तर हामी अलिकति स्वभावैले महिलाहरूको कस्तो छ भने मैले कम्प्लेन गरेँ भने मेरो बारेमा बाहिर आउँछ भने हामी डराउँछौँ। तर हामी सोसाइटीमा अब जो हामी रोल मोडल हौँ, जसले चाहिँ हामी अरूको न्यायका लागि कुरा गर्छौँ भने आफूले सहेर बस्न चाहिँ हुँदैन, आफूले काहीँ न काहीँ बोल्नुपर्छ। 1-2-3 बोल्ने मान्छेलाई चाहिँ नराम्रो भन्लान् पछि वेल सपोर्ट पाउँदैनन्, होइन पाउँछन्। तपाईँ आज भोलि त यस्तो भइसक्यो, अरू संस्थामा हामी चाहिँ डाइरेक्टै ब्लेम लगाउन सक्छौँ, नेता मात्रै ब्लेम लगाउन सक्छौँ। तर हाम्रै क्षेत्रमा धेरै गतिविधि भइरहेको छ, तर फेरि सपोर्ट पाउँदैन भने त मान्छे फेरि त्योबाट चाहिँ आफू कन्फिडेन्सै हुन पर्यो भैया। बोल्नु अगाडि चाहिँ तपाईँ म यो बोलिसकेपछि मलाई आइपर्ने जुनसुकै कदममा पनि म तयार छु भन्न चाहिँ हुनपर्छ। तर म आफै यदि अहिले हामी तपाईँ अग्लो जुन हुन्छ एउटा हामी आफ्नै क्षेत्रको कुरा गरिरहेछौँ, तर मैले नि चाहिँ यस्तो त चाहिँ भोगेको छु, यो 7-8 चोटि मैले चाहिँ यस्तो तरिकाले भोगेँ, तर मलाई केही मैले माइन्ड गरेन हजुर। तर यो चोटि नै मैले चाहिँ आफै यो सामाजिक सञ्जालमा यति मैले गाली खाएँ हजुर, जुन गल्ती पनि नभएर, तर मेरो लागि कसैले बोल्न सकेनन्। अब यस्तो हुन्छ कि कहिलेकाहीँ एउटा विज्ञप्ति पनि निकाल्न सकिँदैन, विज्ञप्ति त निक्लेको जिल्लाबाट पनि निस्किया छैन, कसरी चाहिँ त्यो गर्न सके छैन निस्केको। हजुर, तपाईँले त्यसमा कम्प्लेन राख्नु भएको थियो? हामी सबैले भने, सबैसँग समन्वय गरे, जिल्लामा गरे, हरेक ठाउँमा गरे, समाज सञ्जालमा पनि लेखे, तर जहाँसम्म मैले हेरेँ कि मिलाउने प्रयास गर्यो कि यस्तो अवस्थामा कसरी जुन पत्रकारिता क्षेत्रमा काम गरिरहेछ अब कसरी चाहिँ विश्वास गर्न सकिन्छ कि हामी आफ्नै क्षेत्रको मान्छे बाट सेक्छौँ। हामीले अब होइन पत्रकारलाई समाचार लेखेकै कारण होइन, अथवा काहीँ न काहीँ पत्रकार हो उसलाई चाहिँ डिजिटल्ली ह्यारासमेन्ट भोगेको छ भने त
उसलाई पहिला त पत्रकार महासंघले बोल्नुपर्छ। हाम्रो एउटा नीति के छ भने पहिला जिल्लाले बोल्नु पर्यो, अच्छा त्यसपछि प्रदेशले बोल्छ। त्यति हुँदा पनि ऊमाथि चाहिँ कुनै खालको चाहिँ न्याय भएन भने केन्द्रले पनि बोल्छ। त्यस्तो बेलामा तपाईँले हामीलाई पनि जानकारी दिनुहोला। तर जे होस् तर मेरो अब हाम्रो महिला कि आउला गएको चाहिँ महिला पत्रकार महिला विभाग पनि छ हाम्रो महिला विभाग प्रमुख हाम्रो उपाध्यक्ष महिला हुनुहुन्छ, महिला उपाध्यक्ष केन्द्रमा। त्यो चाहिँ सेन्ट्रलमा केन्द्रीय महिला विभाग हो, त्यसको संयोजक हुनुहुन्छ नितु पण्डितजी। उहाँ भनेको कहिलेकाहीँ अध्यक्षले अब यस्तै हिँड्दाखेरि चाहिँ रेस्पोन्स कहिलेकाहीँ धेरैको कुरा सुन्नुपर्ने हुन्छ, ओभरलुक हुनसक्छ कहिलेकाहीँ भने पनि। महिला पत्रकारको लागि हाम्रो छुट्टै एउटा ऊ छ भनेको समिति छ, त्यसले हेर्छ। र कतिपय अवस्थामा मलाई यसो दिमागमा आइहाल्यो भने उहाँलाई फलो गर्नु त त्यहाँ के भएर छ, कहिलेकाहीँ हामीलाई पनि सोसियल मिडियाबाट त थाहा हुन्छ कि कहिलेकाहीँ। अनि म भन्छु उहाँलाई चाहिँ कतिपय अवस्थामा कहिलेकाहीँ धेरैजनाको कुरा सुन्नुपर्ने भएर यदि हामीले पनि त्यो छुटायो भने यहाँले हामीलाई म्यासेज मार्फत चगाउनु चाहिँ पर्छ। किनभने आफूलाई चाहिएपछि आफै नै धाउनुपर्छ भन्ने त मान्यता छ। तर हामीसँग के छ भने अहिले पनि मार्जिनलाइज छ नि त महिला त भने बोल्नै पर्छ, तर नबोले चाहिँ हुँदैन। तर के छ यहाँ के हेर्नुमा छ जसरी महिलाहरू अहिले पनि सामाजिक सञ्जालबाट डराइरहेको छ, डराएका छन्, नडराउने पनि छन्। जस्तै हामीले एउटा कलाकार एलिना चौहानलाई हेऱ्यो भने चाहिँ भन्नु न, तर ऊ चाहिँ उसलाई प्रोफेसनली ऊ एकदम साउन्ड होइन, उसले राम्रो कलाकार हो। ऊ त्यति भन्दैमा उसलाई पर्ने जुनसुकै खालको समस्या मैले उसलाई एकदम एडमायर गरेको छु क्या। किन भन्दा कन्फिडेन्स छ नि त, त्यो कन्फिडेन्स ऊ त्यस्तो हुनुपर्छ भन्ने होइन, तर पनि बोल्नु चाहिँ पर्छ। पत्रकारले पनि बोल्नुपर्छ, पत्रकार महिलाहरूले पनि बोल्नुपर्छ, तर न्याय पाउने हिसाबले बोल्नु पर्यो। बाहिर मात्रै बोलेर भएन होइन, उसले जतातै इन्सेक्योर भएर भएन, त्यही मिडिया हाउसमा नि उसले उजुरी गर्न पर्यो कि। मिडिया हाउसमा उजुरी गर्न पर्यो, मिडिया हाउसले उजुरी गरेपछि मिडिया पहिलो व्यवस्थापन पक्षले हेर्छ, त्यसपछि शाखाले हेर्छ, त्यसपछि प्रदेशले हेर्छ, हेरेन भने केन्द्र छँदैछ। अनि सरकारका नीति बनाउनु पर्ने त्यस्तो छ भने पनि केन्द्रले पनि हेर्छ। तर कहिलेकाहीँ थाहा हुँदैन कि, थाहा हुँदैन, त्यसले गर्दा बोल्नुपर्छ। हजुर जसरी अहिले चाहिँ यो पत्रकारमाथिको जुन यो धम्की दुर्व्यवहार हिंसाको घटना धेरै छ भने यदि काउन्टिङ गर्दाखेरि अहिले सबैभन्दा जिल्लाहरूमा यो धाक धम्की र कुट्ने पत्रकारलाई नै विज्ञप्ति जारी भएको छ। तर त्यतिको कार्यान्वयन भएको छ कि छैन अहिलेसम्म त्यति हामी डिटेल्समा नगएर यो तत्काल जुन पीडित पत्रकारलाई तत्काल सुरक्षाको लागि कसरी व्यवस्था कसरी। अब एउटा त पत्रकार महासंघले चाहिँ पहिला त विज्ञप्ति निकाल्ने कुरा भयो, त्यसपछि पनि ऊ अनसेफ छ भने हामी सम्बन्धित सुरक्षाको विकाससँग कुराकानी गर्छौँ होइन। हामीले कतिपय अवस्थामा चाहिँ त्यो जेनजी विद्रोहमा धेरै पत्रकारहरू असुरक्षित थिए होइन, पत्रकारलाई गोली पनि लाग्यो, मिडिया हाउसमाथि आगो चलाइयो होइन, पत्रकारका सवारी साधनहरू चलाइयो। र हाम्रो त्यति बेला पनि सुरक्षा निकायसँग कुराकानी गऱ्यौँ। कम्तीमा पत्रकारको प्रेस पास देखाइसकेपछि चाहिँ त्यो पत्रकार असुरक्षित छ भने तपाईँहरूले चाहिँ त्यहाँ ध्यान दिनु पर्यो भनेर उहाँहरूले पछि चाहिँ आफ्नो विज्ञप्तिमा राख्नु भएको थियो। तर त्यो एउटा घटना जुन चाहिँ आक्रोश त्यो चाहिँ कस्तो भने हामीले सोच्यो भन्दा फरक खालको आन्दोलन भयो, जहाँ चाहिँ पत्रकार मिडिया हाउस कान्तिपुरदेखि लगायतका धेरै देशैभरिका मिडिया हाउसमाथि आक्रमण भएको छ। त्यसको चाहिँ एकदमै जति निन्दा गरे पनि पुग्दैन। तर पत्रकारलाई सुरक्षित बनाउनका लागि चाहिँ सम्बन्धित जिल्लाको महासंघ र सुरक्षा निकाय, त्यसपछि प्रदेश र केन्द्रले हेर्छ। र हामी केन्द्रमा पनि सञ्चार मन्त्रालय मार्फत पनि पत्रकारलाई अब असुरक्षित छ ऊ जबैबाट निकालिनु पर्यो भने कस्तो खालको राहत दिन सक्छ, केन्द्रले के दिन सक्छ, उसलाई कहिलेकाहीँ जिल्लामा बसेर काम गर्न सकेन भने उसलाई केन्द्रमा पनि काम गर्ने इन्भाइरोमेन्ट कुनै मिडिया छ भने मिडियासँग कुराकानी गर्छौँ। एउटा पूर्वको गोपाल दाहाल जसले रिपोर्टिङ गर्नुभएको थियो, उहाँ त्यहाँ विस्थापित हुनु पर्यो, धर्ममा बस्न सक्नु भएन, काठमाडौँ आएर बसेर गर्नु, यस्तो खालको काम चाहिँ गर्छ। अब कस्तो भने पत्रकार महासंघ आफै पनि एडभोकेसी गर्ने संस्था हो, हामीसँग त्यस्तो साधन र स्रोत पनि छैन, हामी सबै भोलिन्टियर काम गर्ने हो त्यहाँ होइन। अनि अहिले त्यस्तो धेरै बजेट पनि छैन। पहिला पत्रकारहरूको सदस्यताबाट आउने पैसाले नै पत्रकार कल्याण कोषको पत्रकारको बिरानी हो अवस्थामा चाहिँ केही सहयोग गर्थ्यो भने अब अहिले त पत्रकार बेरोजगार हुन्छ, सदस्य त रिन्यू गर्नु भएको छैन, पैसा तिर्नु भएको छैन, केन्द्रलाई पनि समस्या चाहिँ छ, समस्या भइरहेको छ। हालै यो हेर्दाखेरि आएका केही विवादास्पद घटनाहरू जसरी न्युज हटाउने समाचारहरूको हजुरहरू त्यो दबावहरू न्युज हटाइदिनको लागि डिलिट गर्नको लागि दबावहरू चाहिँ बढिरहेका छन्। अझै यस्तो हस्तक्षेप चाहिँ रोक्नको लागि के कस्ता उपाय? पहिला त हामीले न्युज हटाउने गरेर समाचार बन्ने भएन,
भने कहिलेकाहीँ समाचार भनेको चाहिँ पुरै हटाउने गरेर न्युज देख्ने भयो होइन किनभने हामी पत्रकारिताको एउटा नाम छ एबिसी होइन भनेपछि हामीले एकुरेट हुन पर्यो ब्यालेन्स हुन पर्यो क्रेडिबिलिटी हुन पर्यो होइन समाचार चाहिँ अब त्यहाँ कहिलेकाहीँ त्यति गर्दा गर्दै पनि कहिलेकाहीँ एकुरेट भएन भने समाचार सच्याउने हो क्या भुल सुधार गर्ने हो होइन अनि त्यसपछि भुल सुधार गर्ने हो त्यसमा नै चित्त बुझेन भने फेरि पनि उसका भर्सनहरू पनि राखिदिने हो समाचार चाहिँ डिलिट गर्नुहुन्छ हाम्रो संविधानले चाहिँ पत्रकारले कन्टेन्ट लेखेकै कारणले कुनै पनि समाचार हटाउन पत्रिका बन्द गराउन जफत गर्न मिल्दैन भनेको छ तर हामीले डिलिट गर्नुपर्ने समाचार चाहिँ हामी किन लेख्छौँ त हजुर पुरै झुटा समाचार भयो नि त त्यो त तपाईँ कहीँ पनि तथ्य केही पनि छैन भने सरी बाँध्न चाहिँ पर्छ अहिले यो यदि यो कुनै पनि आधारमा चाहिँ तथ्य पर भएन भने चाहिँ माफी मागेर हटाउन पनि सम्बन्धित मिडिया आफैले गर्नु पर्यो मैले हटाउ भन्न भएन क्या सम्बन्धित मिडियाले क्षमा पर्न चाहिँ यो जसरी अनलाइन मिडियाको दर्ता जुन मापदण्ड वर्गीकरण धेरै विवाद उठेका छन् हरेक ठाउँको चेष्टा छ अहिले अबको सुधार तर्फ तपाईँको दृष्टिकोण चाहिँ अहिले भर्खरै अनलाइन दर्ताको एउटा नियमावली आएको छ होइन कानुन पहिले दियो सरकारले भर्खरै एउटा यसमा मन्त्री परिषदबाट चाहिँ एउटा नियमावली पनि दिएको छ र अहिले सूचना विभाग मार्फतै अनलाइन दर्ता गर्न लागि हुलाक मार्फत पठाउने भनेर चाहिँ उ गरेछ रिन्यूको लागि त्यही व्यवस्था छ अब यो वर्गीकरणमा चाहिँ अहिलेसम्म प्रिन्ट मिडिया मात्रै वर्गीकरणमा काउन्सिलले गर्छ अनलाइन मिडियालाई चाहिँ त्यस्तो खालको वर्गीकरण चाहिँ छैन तर पनि यसलाई पनि अनलाइनलाई पनि अलि उसमा जिम्मेवार त बनाउन जरुरी छ भनेर चाहिँ पत्रकार महासङ्घले त्यसमा पनि काम गरेको छ यो सदस्यताको जुन चुनावको बेला मात्रै खुल्ने अब यो 1 सालमै चाहिँ खुल्ने सुनेको थियो हजुर तर यो सदस्यताको लागि जुन पत्रकार छ भन्थ्यो उहाँले नपाउने तर जुन गैर पत्रकार अहिले जसरी जे जातिवाद अब अहिले सदस्यता चाहिँ भइरहेको सदस्यतामा केन्द्रले केही पनि हस्तक्षेप गर्दैन जिल्लाले त्यो हाम्रो मापदण्ड पत्रकारहरू विधान नै तोक्याएको छ कस्तोलाई सदस्य दिन मिल्छ मिल्दैन भनेर पत्रकारिता गरेको व्यक्ति त्यसलाई जिल्लाले केन्द्रीय समिति त जिल्ला समितिबाट सिफारिस गर्छ अनि त्यहाँ सर्वसम्मतमा पास पर्छ होइन त्यसपछि प्रदेशमा पठाउँछ प्रदेशले चाहिँ हामीलाई केन्द्रलाई पठाएपछि त्यो सदस्यता चाहिँ स्वत अनि हामीले त्यसलाई हस्तक्षेप गर्दैनौँ किन भन्दा यदि कसैले जिल्लामा पास छैन भने उसले उजुरी चाहिँ प्रदेशमा गर्नु सक्छ किनभने जिल्लामा दिएन भने त्यो उजुरीको सुनवाई चाहिँ प्रदेशले गर्छ प्रदेशको सुनवाई पनि भएन भने मात्रै केन्द्रले तर केन्द्रले अभिलेख मात्र राख्ने हो सदस्यता यो मिडियाहरू धेरै अहिले बन्द भइरहेको छ हजुर अब यसलाई फेरि व्यवस्थापन गर्न अब यो आर्थिक रूपमा चाहिँ मुलुकले आर्थिक सङ्कट छ संसारभरि नै आर्थिक मन्दी छ अहिले किनभने हाम्रो कोभिड पछि चाहिँ धेरै आर्थिक मन्दी चाहिँ संसारभरि नै भयो अनि अहिले त जेनजी विद्रोह पछि चाहिँ फेरि अर्को आर्थिक मन्दी नेपालले भोग्नु परेछ किनभने आर्थिक सङ्कट अरबौँको क्षति बेहोर्नु पर्यो त्यसको असर मिडिया पनि परेछ भनेपछि अब मिडियालाई सस्टेन गराउनका लागि राज्यले पनि केही त्यस्तो खुकुलो नीति ल्याउन पर्यो जहाँ चाहिँ मिडिया चलाउनेलाई चाहिँ त्यस्तो खालको सब्सिडी दिन पर्यो मिडिया चलाउने अरू उद्योग धन्दा होइन मिडिया र सेवा हो नि त होइन सूचनाको लागि काम गर्ने हो जनताको सही सूचना दिनका लागि भने अरूलाई भन्दा फरक खालको नीति बनाउनु पर्छ सरकारले नभए चाहिँ मिडिया सस्टेन हुन गाह्रो छ जिल्लामा पनि त्यस्तै छ प्रदेशमा पनि त्यस्तै अनि अहिले प्रदेश सरकार छ स्थानीय सरकार छ भने त्यहाँका मिडियालाई सस्टेन गराउने जिम्मा उहाँहरूको पनि हो र केन्द्रीय सरकारले त्यस्तो नीति बनाउनु पर्छ अब यहाँको आगामी कार्यकालको चाहिँ योजना के रहेछ अब त मेरो त्यही जति तपाईँसँग कुराकानी गरेँ त्यसमा विषय उठान चाहिँ भएको छन् तर त्यसलाई गहिराइमा पुगेर टुङ्गोमा पुर्याउनु पर्यो कि होइन अब सदस्यता शुद्धिकरण भयो मिडियामा पत्रकारले न्यूनतम पारिश्रमिक पाउने कुराको एसेर हुन पर्यो पत्रकारको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन दिन भएन होइन लेख्न पाउने अधिकार त जहिले पनि चाहियो नि त हामीलाई होइन त्यसको सुनिश्चितता गर्न पर्यो एउटा पत्रकार महासङ्घ नागरिक अगुवा संस्था हो यसले चाहिँ जहिले पनि नागरिकको आवाज बुझ्छ क्या त्यो चाहिँ काम गर्नु पर्यो अर्को चाहिँ शाखालाई स्ट्रेन्थनिङ गर्ने कुरा चाहिँ एकदम कठिन छ तर त्यो गर्नुपर्छ र समयमा निर्वाचन पत्रकार महासङ्घको अर्को सदस्यता पनि समयमा क्लोजिङ गर्नु पर्यो 6 महिना अगाडि बनेको छ विधानले 6 महिना अगाडि सदस्यताको लिइसक्नु पर्यो र केन्द्रमा त्यो नाम पठाइसक्नु पर्यो त्यो हामीले निर्वाचनलाई ध्यान दिएर सदस्यता लिने होइन
होइन कि पत्रकारले म पत्रकारिता हुँदा त्यो कार्ड मलाई चाहिन्छ भन्ने हिसाबले मात्रै कार्ड लिनु पर्यो क्या नभए चाहिँ भोटरको हिसाबले मात्रै होइन क्या म त्यो कार्ड लिएर म कहीँ सुरक्षित छु मेरो पहिचान यसले काम गरिरहेछ भन्ने हिसाबले कार्ड लिनु पर्यो पत्रकार महासङ्घको कार्ड भनेको भ्यालिड हुन पर्यो क्या भ्यालिडिटी त्यसले त सबैले तपाईँलाई त्यो कार्ड देखाएर सिंहदरबार होस् यहाँका कुनै संसद भवनभित्र छिर्नका लागि प्रदेश सरकारको अफिसमा जानका लागि त्यसले काम गरोस् क्या नभए चाहिँ त्यो अरूलाई देखाउने बार्गेनिङ गर्ने कार्ड बन्नु भएन पत्रकार महासङ्घ सदस्यता हजुर के भन्न चाहनुहुन्छ अन्त्यमा तपाईँ म चाहिँ यो मधेसमा छु अहिले होइन त्यो पनि जनकपुरमा हजुर यो मधेसको राजधानी पनि हो होइन म अझ बढी चाहिँ यो पत्रकारमाथि असुरक्षा हजुर मिडियाको क्रेडिबिलिटी अनि पत्रकारमाथि ह्यारेसमेन्ट इभन महिलालाई डिजिटल हिंसा हुने अलि बढी हामी रिसर्च गऱ्यौँ भने मधेसमा बढी छ हो त्यसले कम गर्नका लागि चाहिँ हाम्रो मैले काठमाडौँपछि पहिलो तालिम हामीले यहाँ सुरु गरे हो होइन तर हरेक पत्रकार जिम्मेवार हुन जरुरी छ हामी पत्रकारिता मार्फतै नागरिकता चयन गर्न सक्छौँ त्यस कारणले म पत्रकारलाई विनम्रतापूर्वक के अनुरोध गर्छु भने राजनीति पार्टीमा लाग्ने व्यक्तिले राजनीतिमै सेवा गर्नुहोस् होइन पत्रकारितामा लाग्ने व्यक्तिले पत्रकारिताकै लागि न्याय गर्नुहोस् तपाईँले दुईतिर बस्नुभयो भने समाज चाहिँलाई न्याय गर्नुहुन्न अनि हामीले आफूलाई न्याय गर्न सकेनौँ भने समाजलाई न्याय दिन सक्दैनौँ पहिला म भनेर चाहिँ म भन्नु पर्यो मलाई चाहिँ मैले गरेका काममा चाहिँ मैले न्याय गरेर सिकेन भने जहाँसम्म त मै सक्छु नि होइन अरूले भन्नै पर्दैन भित्र आफ्नो मनमा एउटा राखेर बाहिर अर्को गर्न थाल्यो भने त अरूले आउन उठाउने होइन नि सर आफूले आफूलाई आउने उठाउनु पर्छ म के भन्न चाहन्छु मधेसबाट चाहिँ कम्तीमा त्यो डिजिटल हिंसा र पत्रकारको असुरक्षा चाहिँ कम होस् एकदम धेरै हामीले धेरै विज्ञप्ति निकाल्नु पर्ने हुन्छ अब कतिपय सामाजिक र कुरामा विषयमा पनि त्यस्तो समस्या हुन्छ होइन मिडिया चाहिँ बायस हुन भएन त्यही हस् धेरै चाहिँ धन्यवाद हम सब हमारे सबके बीच में रहता है केंद्रीय अध्यक्ष निर्मला शर्मा जी वो कह सके हम सब अखंड पत्रकार की अवस्था चुनौती के विषय में बातचीत केनौ वास्तव में जे पत्रकार के एक बहुत अपने शरण में राख पड़े छे हाँ न्यूज बना बजाय छे खुद न्यूज नहीं बनी ये क्षेत्र बहुत ज़्यादा संवेदनशील से तो एकता के कारण सखन बहुत एक पत्रकार के क्षेत्र में बहुत पत्रकार सब चुनौती भोग रहा है तो ये सब नहीं हुए आगामी दिन में ये कम हुए बहुत रास एक अपेक्षा लोग केने छथि निका छ तो अखन दो साल कार्यकाल बाकी त हिंगर बात अपने सबके केहन लागल से अवश्य कमेंट के मार्फत प्रतिक्रिया अवश्य देव अखन के लिए विदा नमस्कार।